अब बाँकी खबर। बागलुङ नगरपालिका 14 मा रहेको बलेवा विमानस्थल नियमित उडान नहुँदा अलपत्र परेको छ। 2022 देखि 2050 सम्म नियमित विमान सेवा सञ्चालन हुँदै आएको विमानस्थल पछिल्लो पटक मर्मत सम्भार गरेपछि सञ्चालनमा आउन सकेको छैन। विमानस्थलको टर्मिनल भवन मर्मतपछि रङरोगन गरिएको विमानस्थल 1 जना कर्मचारीको भरमा रहेको छ। दुई 2078 वैशाखमा 8 करोड 24 लाख 34 हजार रुपैयाँको लागतमा कालोपत्रे भएपछि पनि सञ्चालनमा नआएको स्थानीय बताउँछन्। कालोपत्रे भएको विमानस्थल अहिले काँस र झाडीले भरिएको छ। बलेवा विमानस्थलमा 700 मिटर लम्बाइ रहेको धावन मार्ग कालोपत्र सहित 1100 मिटर लामो मैदान ग्राभेल गरिएको छ। 30 मिटर चौडा मैदान तारबारले घेरिएको छ।